ध्वस्त भएको ट्राफिक प्रहरी विरुद्धमा नयाँ बस पार्क भवनको पुनर्निर्माण सम्पन्न गरेर आज जुन हस्तान्तरणको कार्यक्रम राख्नुभयो, खासमा यो यही उपत्यका प्रहरी कार्यालयका एआई साहबले गरे हुन्छ कि भनेको थिएँ मैले। फेरि मलाई नि जानु भन्नुभयो। मलाई पनि यति धेरै योगदान गरेर नागरिक स्तरबाट बनेको यो संरचनाको हस्तान्तरण कार्यक्रममा त्यसो भनेपछि म पनि एकदमै खुसी भएर आएको हुँ। र यो भवन निर्माणको माध्यमले नागरिक तहबाट जुन न्यानो माया प्राप्त भएको छ, त्यसको लागि म भवन निर्माण समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू र यो भवन निर्माण गर्नको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरू सबैलाई म हार्दिक रूपमा नमन गर्दछु। अब सामान्यतया सुरक्षाको कुरा गर्दा सुरक्षाको बृहत्तर कुरा हुन्छ। मैले अलि अस्ति नै पनि भने होला, उतापट्टिको सुरक्षाभित्र एउटा नागरिक जन्मिँदाखेरि गर्भमा रहेको भ्रूणको सुरक्षा हुन्छ, त्यसको पनि कुरा। जन्मेपछि स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षाको कुरा हुन्छ। हिँडडुल गर्ने उसको कानुनी सुरक्षाका कुराहरू त्यस्तै हुन्छन्। र उसको फिजिकल सेक्युरिटी, उसको जिउ र धनको सुरक्षा महत्त्वपूर्ण हुन्छ। हामी यो एउटा पार्टमा छौँ। यो सुरक्षाको बृहत्तर, मानव सुरक्षाभित्रको बृहत्तर क्षेत्रभित्रबाट हामीले एउटा सुरक्षाको एउटा सानो अंशको कुरा गरिरहेका छौँ। तर यो सुरक्षाको अंश चाहिँ सबै सुरक्षाका विषयहरूभन्दा अझ धेरै महत्त्वपूर्ण छ। एउटा व्यक्ति घरबाट बाहिर निस्केपछि सुरक्षित रूपमा बाटोमा हिँड्न सकोस् र सुरक्षित हिसाबले नै बाहिर गएको मान्छे घरमा परिवारसँग फेरि फर्केर आएर मिलन हुन सकोस्। र त्यो बाटोमा हिँड्दाखेरि कहीँ अवरोध नहोस्, कहीँ खाल्डामा नछिरोस्, ढलबाटै छिरेर बागमती वा विष्णुमतीको खोलामा झर्न नपरोस्, त्यस्तै कुनै खाल्डो खनेको ठाउँबाट तल खसेर हातखुट्टा भाँचिन नपरोस्, सवारी साधनले ठक्कर दिएर घाइते भयो भन्ने सुन्न नपरोस्, मृत्यु भयो भन्ने सुन्न नपरोस्। यी सबै सुरक्षाका बृहत्तर विषयभित्र चाहिँ हामी यसमा आबद्ध छौँ। र यहाँहरू पनि यो बस पार्क, यहाँ यतापट्टि थुप्रै बसहरू पार्किङ गरिराखिएको छ। यो बस पार्किङ गरिराखेका बसको पनि सुरक्षा हुनुपर्छ। पार्किङ भएका बसभित्रबाट पनि सामान उठाइदिएला कि कसैले भन्ने चिन्ता गर्नुपर्ने छ। पार्किङ भएको बसको टायरको हावा फुस्काइदिएला कि भन्ने पनि चिन्ता गर्नुपर्ने छ। यो मात्रै होइन, सिसा फुटाइदिएला, अन्य केही गर्ला, चोरी गर्ला भन्ने पनि हेर्नुपर्ने छ। त्यति मात्रै होइन, यो सवारी साधन यहाँबाट बाहिर निस्किँदै गर्दाखेरि सुरक्षित रूपले आफ्नो गन्तव्यसम्म पुग्नको लागि चालकको सुरक्षाको विषय पनि छ। चालक आफै सुरक्षित छन् कि छैनन्, चालकले सुरक्षाका उपायहरू अपनाएका छन् कि छैनन्, चालकले मादक पदार्थ सेवन अथवा लागु पदार्थ सेवन गरेर पो सबै सवार हुने यात्रुहरूको सुरक्षालाई जोखिममा पारेका छन् कि भन्ने पनि बृहत्तर सुरक्षाका विषयवस्तुभित्र हामीले हेर्नुपर्ने हुन्छ। जसको लागि ट्राफिक प्रहरी कर्मचारीहरू यहाँ यो ठाउँ, यो कार्यालयदेखि सडकका ठुला सडकहरूमा, चोकमा, गल्लीहरूमा, त्यसमा सासाना गल्लीहरूमा, घुम्तीहरूमा सब खटिएका हुन्छन्। अब त्यसरी खटिने, दिनभरि खटिने एउटा कर्मचारी बेलुकी फर्केर एउटा बस्ने बास त चाहिन्छ। यति त जहिले पनि भन्न मिल्छ नि। एउटा कमसेकम बाहिर निस्केको मान्छे भरे फर्केपछि एकछिन सुत्न त पाओस्। अब सुत्ने घरै भत्काइदिएपछि कहाँ सुत्ने? अनि सेवा चाहिँ चाहिने, अनि सुत्ने घर चाहिँ भत्काइदिने भएपछि कसरी चाहिने? अब यो चाहिँ यो फेरि मेरो घर नभत्काइदेऊ, मलाई नगर भन्ने विषय पनि त्यति भनिराख्नुपर्ने विषय पनि होइन। यो सभ्यताको विषय हो। सभ्य समाजमा यो आफैले बनाएको घर चाहिँ कसैले भत्काउँदैन। आफैले बनाएको घर भत्काएर त्यही के गर्छस् बुहारी, पोख्छु उठाउँछु भने जस्तो के गर्ने? अस्ति पोखियो, फेरि उठाइयो, अस्ति खर्च गरियो, फेरि अस्ति बनाएको खर्च गरियो, ध्वस्त पारियो, फेरि बनाउनु पर्यो भन्ने स्थिति सिर्जना हुनु आफैमा दुःखद कुरा हो। हामीले विदेशमा द्वन्द्व भएका मुलुकहरूमा पनि बसेको अनुभव के छ भने त्यहाँ त्यो पिच भएको सडकमा टायर बाल्दैनन्। टायर बाल्न विरोध गर्छन्, तर पिच भएको सडकमा बाल्दैनन्। किन नबाले अरे भनेर सोधेको, होइन, दिस इज गभर्नर, यो गभर्नमेन्टको प्रपर्टी हो, यहाँ बाल्यो जलायो भने यो त आफ्नै क्षति हुन्छ। आफ्नै क्षति हुन्छ हुन्न भने त्यति थाहा छ होइन। आफ्नै पेटमा लात्ती कसैले हान्दैन नि। अब तर त्यहाँ चाहिँ आफूले सिर्जना गरेको,
आफूले जन्माएको सन्तान, आफ्नै सिर्जना गरेको, आफैले उत्पादन गरेको, आफैले निर्माण गरेको आफ्नै संरचना ध्वस्त पार्न उद्यत हुनु यो दुःखद कुरा हो। त्यो चाहिँ त्यो के कुरा हो, त्यो धेरै कुरा छ त्यसभित्र। त्यस्तोको पुनरावृत्ति नहुनको लागि चाहिँ हाम्रा जन्मेदेखिका मृत्युपर्यन्तका सबै संस्कारहरूमा कहीँ न कहीँ त्यहाँ नैतिकताको विषय पनि जोडिएको छ, कहीँ सभ्यताको विषय पनि जोडिएको छ। नेपाल पछिल्लो समयमा गएका केही वर्षहरूमा नेपालको समाज अत्यन्त छिन्न भिन्न, प्रतिशोधपूर्ण, एकदमै द्वन्द्वरत प्रतिशोधपूर्ण बन्दै गएको हो कि भन्ने पनि चिन्ता गर्नुपर्ने छ। अब हामीले जतिसुकै ठुला घर बनाए पनि, जस्तासुकै मोटरमा हिँडे पनि, जस्तासुकै ठुला धेरै मान्छे अटाउने ठुल्ठुला सवारी साधन किने पनि, चिल्ला बाटो बनाए पनि, यसो झोक्चैला बेला जलाउन मन लाग्छ भने, गलाउन मन लाग्छ भने, तोडफोड गर्न मन लाग्छ भने त गतिलो त भइएन। त्यस कारणले अब त्यो भइएन कि भन्ने चिन्ता चाहिँ पहिला त व्यक्ति स्वयं आफैले गर्न पर्यो, त्यसपछि आफ्नो परिवारमा गराउनु पर्यो, त्यसको महसुस गराउनु पर्यो, त्यसपछि आफ्नो टोलमा, बस्तीमा, समाजमा, गाउँमा, जिल्लामा, बृहत्तर नेपाली भन्ने मान्छेहरू साह्रै झगडा गर्छन्। झगडा गरे कोही चिन्दैनन्, नजिकै छेउमै बसेको, सँगै बसेको, खाएको साथीलाई पनि मुक्कै हाल्छन्, ध्वस्त पारिहाल्छन्, मारि पो हाल्छन् भन्ने किसिमको परिचय बन्नु राम्रो होइन। यो परिचयले कहाँ पुर्याउँछ भन्दा संसारभरि अहिलेको 21औं शताब्दीको चलायमान संसारभरि आउजाउ गर्ने सुविधा भएका सबै मुलुकका मान्छेहरू सबैतिर यात्रा गरिरहँदा नेपाल भूमिका मान्छेलाई चाहिँ तिम्रो प्रहरी चालचलन के हो ल्याउ र मात्रै बल्ल भिसाबारे सोचौँला भन्छ। अनि भिसाबारे सोचौँला भने बल्ल भिसा पाएको मान्छे विदेशको कुन सहरमा टुप्लुक्क अग्लिने हो, मलाई अन्त जानु छ छिटो गर्नु पर्यो भन्ने यहाँ जस्तो भन्दा, माई फ्रेन्ड वेट फर अ वाइल, यु आर नट स्टिल इन आवर ल्यान्ड, यु आर जस्ट इन द ट्रान्जिट भन्छ। तिम्रो ट्रान्जिटमा छौ, कहाँ हामी ओर्ले जस्तो लाग्यो हो, भुइँ त टेकेका छौ तर यो भुइँ तिम्रो अझै बनिसकेका छैन, तिमी जाने गन्तव्य पुरै छोडिदेऊ, यहाँ आइसकेका छैनौ भनिदिन्छ। त्यस कारणले अब त्यहाँ पहिला भिसै नलाइकन जान सक्ने ठाउँमा भिसा लाउनको लागि भयङ्कर लाइन लाग्न पर्ने, भिसाको लागि प्रहरीको रिपोर्ट चाहिने। अब त्यस्तो स्थिति हुनु त कमसेकम हामी आफै कहीँ न कहीँ हाम्रा कहीँ व्यवहारहरू मिलेनन् कि भन्नेतर्फ घोत्रिन पर्ने नै समय ढिलो भइसक्यो नि। अब त्यो नहुनको लागि अब हाम्रा प्रयत्नहरू जारी हुनुपर्छ। सरकारले नैतिक शिक्षाको पुनर्जागरणका कुरा गरेको छ। अब पुनर्जागरण त्यो किताब प्रकाशन होला र पढेर पुनर्जागृत हौला भन्नुभन्दा पनि पुनर्जागरण चाहिँ अहिले आफैले सुरु गरिहाल्नु पर्ने ढिला भइसकेको छ। अहिले प्रहरी चालचलनको रिपोर्टको कुरा गर्छु। प्रहरी चालचलनको रिपोर्टमा अब यहाँ बदमासी गरेपछि पुलिसको रेकर्डमा आइहाल्छ। पुलिसको रेकर्डमा आइसकेपछि त्यहाँ जनिन्छ CRS क्राइम रेकर्ड सिस्टम, अपराधकर्मी हो, अपराध गरेका मान्छे हो, बदमास मान्छे हो भने त्यहाँ रेकर्डमा जनिन्छ। त्यो रेकर्डमा जन्मिएपछि न ओरत्र न परत्र दुइटै बिग्रिने। ओरत्र पनि बिग्रियो, यहाँ गए पनि त्यो फल्नुता ढुङ्गा हान्ने मान्छे अरे, जलाउने मान्छे अरे, यस्तो बदमास गर्ने मान्छे अरे भन्छ। ओरत्र पनि बिग्रियो, मुलुकभित्र पनि बिग्रियो, यहाँ पनि जागिर खाँदा राजनीति गर्दा सबैमा समस्या आउने भयो। परत्र पनि बिग्रियो, विदेशमा त तिम्रो चालचलन सर्टिफिकेट ठिक छ भने मात्रै भिसा दिन्छु, नत्र दिन्न भन्छ। दिएन भने दिएन नि त। पैसा कमाए पनि विदेश घुम्छु भन्दा घुम्नु पाइएन, होइन पढ्छु लेख्छु के अब त सुध्रिन्छु भने सुध्रिन पाइएन, होइन अब त्यसबाट अरू केही गर्छु भन्दा पनि गर्न पाइएन। त्यसैले हामी त प्रहरी कर्मचारी मुलुकै बनाउला भनेर मुलुक यसो बनाउनको लागि, मुलुक बनाउनको खातिर हामी यहाँ आएको। अब कोही पेसाको रोजीरोटी खोज तलास गर्ने क्रममा यहाँ आयो होला, कोही के गरी आयो होला, कोही पुलिसको यस्तो निलो वर्दी देखेर आकर्षित भएर आयो होला, कोही अलिअलि विदेश जान्छ पनि भनेर आयो होला। तर यसभित्र त नीतिले बाँधिनु पर्छ नि त, नीतिले बाँधिनु पर्यो, सरकारका नीति निर्देशन नियमअनुसार पनि चल्नु पर्यो। हामी नागरिकका यहाँ स्वतन्त्रपूर्वक बाँच्ने, स्वतन्त्रपूर्वक घुम्ने डुल्ने, स्वतन्त्रपूर्वक व्यवसाय गर्ने, एकदम कमसेकम आफ्नो जीवनमा जन्मिसके पछाडि उसले गर्नुपर्ने वैधानिक कुराहरू सबै गरेर गर्नको लागि मार्ग प्रशस्त गर्ने कुराको लागि साधक बन्नको लागि प्रहरी बनेको हुन्छ। प्रहरीको सिर्जना पनि त्यसरी भएको। पहिला सोसल कन्ट्र्याक्ट थ्योरी भन्छ, सामाजिक सम्झौताको सिद्धान्तभित्र पनि अब सबै आपसमा लडिराख्ने भए, यी लडिराख्ने मान्छेलाई कसरी मिलाउने त भनेर एउटा सामाजिक सम्झौता गरियो। अब एउटा संयन्त्र बनाऊ, प्रहरी बनाऊ, एउटा साझा व्यक्ति,
त्यो अनि त्यसलाई चलायमान गर्ने केही कानुन बनाऊ, त्यो साझा व्यक्तिले चलायमान गराउँछ र